नमस्ते साथीहरू, यहाँहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज चाहिँ हामी यो टियु मैदानमा के कस्तो गतिविधि भइरहेको छ त, कस्तो छ त लाइक प्याराफिटको कामहरू, त्यसको बारेमा बुझ्न आएका थियौँ। तपाईँले देख्न सक्नुहुन्छ होइन, यहाँ प्याराफिटको पुरै कामहरू भइरहेको छ। यहाँ खाल्डोहरू खनिएको रहेछ, धेरै एकदमै ठुलो ठुलो खाल्डोहरू खनिएको छ होइन। यहाँ ट्रकहरूदेखि लिएर मैदान पनि ग्रिन पिच नै छ होइन। मैदान नबिगारी बाहिर बाहिर चाहिँ प्याराफिटहरू बन्दैछ साथीहरू होइन। एकदमै तीव्र गतिमा काम चलिरहेको छ होइन। तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ गहिरो खाल्डोहरू डोजरहरूले खनेको ठाउँहरू तपाईँले देख्न सक्नुहुन्छ होइन। यतापट्टि चाहिँ डोजरहरूले खन्दैछ होइन। बाटोहरू बनाइएको छ ठाउँ ठाउँमा, डोजरहरू गाडीहरू जानको लागि एकदमै तीव्र गतिमा पुरै माटो भएको छ। तपाईँले ग्राउन्ड देख्न सक्नुहुन्छ, ग्राउन्ड पनि एकदमै राम्रो छ होइन। ग्राउन्डमा पनि लाइक त्यस्तो सुकेको छैन, यस्तो चिसोमा पनि होइन, एकदमै ग्रिन लाइक त्यो लाइक ग्रिन ग्राउन्ड देखिरहेको छ। प्याराफिट पनि भन्ने कार्य भइरहेको छ। यत्रो ठुल्ठुलो खाल्डोहरू खनेको छ तपाईँले देख्न सक्नुहुन्छ। लाइक त्यहाँ यो टाढा यहाँ चाहिँ सायद फ्लड लाइटहरू आउने भएर एकदमै ठुलो गहिरो खाल्डो चाहिँ खनेको छ होइन। यो साइडहरूमा चाहिँ प्याराफिट बनाउने भएर खनेको होला सायद होइन। त्यस्तै पिचहरू पनि अब पालले तोडेको छ। पिच नबिगारी, ग्राउन्ड नबिगारी होइन, आउटफिल्डहरू केही पनि नबिगारी यो सबै कार्यहरू हुँदैछ। एकदमै छिटो हुँदैछ होइन। यो कुराले चाहिँ हामीले लाइक तारिफ पनि गर्नुपर्छ कहिलेकाहीँ सरकारलाई होइन। सधैँ आलोचना गर्नु हुँदैन, कहिलेकाहीँ सरकारलाई तारिफ गर्दा पनि केही हुँदैन। यो कार्य चाहिँ एकदमै राम्रो लाग्यो मलाई अहिलेसम्म होइन। अब कति दिनभित्र गराउँछ त्यो थाहा छैन होइन। वर्ष 1.5 वर्ष त लाउँछ होला सायद त्यतिकै प्याराफिट गराउनको लागि पनि होइन। एकदमै कामदारहरू काम गर्दै हुनुहुन्छ। तल चाहिँ ठुलो खाल्डो चाहिँ प्याराफिट बन्ने ग्राउन्ड पनि पुरै ग्रिन पिच लाइक ग्रिन आउटफिल्ड छ। त्यहाँ अझ पनि लाइक एडभर्टाइजको त्यो गोहरू रहेछ होइन। तपाईँ देख्न सक्नुहुन्छ। अनि हाम्रो पहिलाको भवन यो चाहिँ कृतिपुरको टियु मैदान हो, क्रिकेट मैदान। हाम्रो एकमात्र लाइक सबैभन्दा राम्रो क्रिकेट मैदान भन्न चाहन्छु। अहिलेसम्म कुनै पनि मैदानहरू यो जति पर्फेक्ट हुन सकेको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ फलामको ठुलो ठुलो लाइक त्यो पिल्लरहरू बनाउनलाई होला ठुलो ठुलो डन्डीहरू तपाईँले देख्न सक्नुहुन्छ बनाएको होइन। बाटोमा राखेको छ, एउटा दुईवटा तिनवटा चारवटा माथि राखेको छ होइन। सँगसँगै तपाईँले देख्न सक्नुहुन्छ डोजरहरूको धेरै गाडीहरू छ यहाँ होइन। काम पनि धमाधम भइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पनि देख्न सक्नुहुन्छ होइन। लाइक कमसेकम तपाईँको 70-80 जना कामदारहरू चाहिँ काम गर्दैछ मेरो अनुमानमा चाहिँ है। मलाई त्यस्तो लागिरहेको छ होइन साथीहरू। यो हेर्नु लाइक यो फिल्ड लाइक आउटफिल्डहरू मैदानको अवस्था तल चाहिँ बिगारिएको छैन कति पनि। तपाईँको तललाई असर लाइक आउटफिल्डलाई या ग्राउन्डलाई असर पारिएको छैन होइन। यो लाइक त्यो केही नबिगारी तपाईँको प्याराफिट बनाउने कार्य चाहिँ भइरहेको छ। एकदमै राम्रो कार्य, यो कार्यलाई चाहिँ स्वीकार्नुपर्छ हामीले। देख्न सक्नुहुन्छ तपाईँले ग्राउन्ड त्यहाँ हेर्नुहोस्, यो बनाएको लागि त्यहाँ उसको पिल्लरको लागि बनाएको होला सायद, त्यो चाहिँ मैले लगाएँ होइन। सँगसँगै देख्न सक्नुहुन्छ यहाँ पनि माथि हालेको छ पिल्लरहरू।